समाचार सुनाउँदै छिमेकीहरू मजाको थिए अनि उहाँको गीतमा तपाईँहरू प्रतिक्रिया कान्छी सबैजना राम्रै त हो यसमा चाहिँ बनाउनु हुने परमेश्वर हुन्छ होइन आज चाहिँ दोस्रो दिन अनि हामी चर्च जाँदैछौँ है मसँग चाहिँ सानी नानी छिन् नानी बोकेर गएको छ हामी चर्च जानु लागि हुन्छ अनि नानी छोडिन्छ भने चाहिँ एकदमै डर लागिरहेको छ अनि आजको दिन एकदमै आशिषित हुनेवाला छ क्विनलाई चाहिँ मछली खाएछ हाम्रो सानो महिमा हुनुहुन्छ प्रभुको महिमाको निम्ति जाँदैछु म सानो बच्चा पनि चर्च हाम्रो बहिनी कति राम्रो देखिने हेर्नु न भविष्यको जवानहरू एकदमै उहाँ चाहिँ सबैभन्दा ठुलो हुनुहुन्छ उहाँ ठिकैको हुनुहुन्छ अनि यता भविष्यको जवानहरू उहाँ चाहिँ हाम्रो अन्जना भाउजू उहाँको चाहिँ हिजो बर्थडे थियो है हाम्रो हिजो बर्थडेको भ्लग पनि बनाएका छौँ अनि जाने एकदमै रमाइलो छ सङ्गति अनि आज चाहिँ साथीहरू हाम्रो केस सिकाउनेवाला छ अनि म प्रार्थना गर्छु केसीको स्कुल ल्याउन दिनुहोस् भनिकन अनि हाम्रो केसीका आउनेवाला चाहिँ अनि हामी चाहिँ आज सङ्गत सकेर पुलतिर घुम्न जानेछौँ त्यतिकै अस्ति त चाहिँ हाल न महिमा मारिएको तुमालाई प्रशंसा प्रभुहरूका प्रभुलाई जय जयकार राजा राजा जय जयकार राजा आन्टी जय मसी जय मसी यता हेरेर जय मसी हाम्रो आन्टी पनि आइसक्नु भएको छ धेरैमा जाँदै हुनुहुन्छ आन्टी जाँदैछ 15 दिन ठ्याक्कै 15 दिन पछि जाँदै हुनुहुन्छ काम व्यस्तताको कारणले गर्दा है अनि प्रभुले सम्हाल्नुहुन्छ सबै साह्रो भन्नु चाहिँ म सिम चर्च गएको भने भन्नु ठुलो भएर हेर्नुहुन्छ जय म सिम चर्च गएको बोलेन अहिले चाहिँ हाम्रो एकदमै खतौरे भाइ हो तर अहिले चाहिँ एकदमै लजाउँछ चाहिएको बेला बोल्न चाहिँ केसीका आएको र दिदीको भेट भएको छ फाइनल्ली है अनि हामी केसीकासँग एकदमै भेट्न उत्साहित छौँ अनि साथीहरू आज चाहिँ हामी केसीका दिदी म चाहिँ कमल खोलाको पुलमा घुम्न जानेवाला छौँ है बस्ने हो नि घरे आज रातभरि गफ गर्नु हो त हाम्रो बच्चाहरू नाच्न लागिरहेको छ हामी हेर्नेछौँ
हाम्रो घर जाँदैछु है अनि एकदमै टाइट छ यहाँनिर काटिदिन्छु अनि म चाहिँ यहाँ लड्न आँटेको छु किताब पनि बोकिरहेको छु अनि एकदमै अप्ठ्यारो भइरहेको छ हामी घर जानेछौँ हामीले अघि फाइनली चर्चबाट आइसकेका छौँ अनि चर्चबाट आएपछि चाहिँ सङ्गतिबाट आयौँ अघि सङ्गतिको चाहिँ भिडियो बनाएनौँ किनभने चर्चभित्र मोबाइल बनाउनु पाइँदैन नि त अनि हाम्रो घरमा केसीका किसिम दिदी हुनुहुन्छ अनि हामी चाहिँ यस समय घुम्न जाँदैछौँ हाम्रो गाउँमा चाहिँ घुम्ने ठाउँ कहीँ पनि छैन अनि दिदीहरूलाई चाहिँ यसो तल चिया बगान थियो अनि चिया बगान लगिदिनु पऱ्यो भनेर म जाँदैछु अन्त चिया बगान पुग्नको लागि पनि 1-2 घन्टाको बाटो छ है लामो कहिले नहिँडेको मान्छेको लागि तर पनि घुम्ने ठाउँ भनेको त्यहीँ हो त्यही पनि बिचराहरूलाई त्यत्रो टाढा घुमाएर लगेर उहाँले चाहिँ ठाउँ चाहिँ मन परेन भने नराम्रो रहेछ भने सकियो है तर पनि अब म हिँडाउँदै लानेछु दिदीहरूलाई हामी जानेछौँ खाँदै हुन्छौँ उहाँहरू चोकोपान यो चोकोपान चाहिँ साथीहरू हामीले अघि त्यो केमा जितेको अरे क्विजमा मैले एउटा क्वेसन झट्टाएर हामीले मिलाएको थिएँ त्यो खाँदैछौँ दिदीले झन् 2टा मिलाउनु भएको थियो 2टा चोकोपान पाएको त्यहाँनिर चाहिँ एउटा मिलाउनेलाई लास्टमा सबैलाई दिनुभएको थियो पाइन भन्नु पाइँदैन हामीले मिलेर खायौँ बाँडचुँड गरिकन हामी जाँदैछौँ देख्न सक्नुहुन्छ एकदमै राम्रो दृश्य छ धानबारी मकैबारी यस्तो छाता चाहिँ ल्याउनु पर्थ्यो चिया बगानमा आएको छौँ दिलासा दिदीको घरतिर दिदी पनि यता ब्लग बनाउन व्यस्त हुनुहुन्छ है अनि बिचरा मैले चाहिँ मेरो दिदी बहिनीलाई चाहिँ एकदमै हिँडाउँदै ल्याएँ त्यसप्रति चाहिँ म क्षमा प्रार्थी छु है साथीहरू अनि जे होस् प्रतीक्षाको फल मिठो हुन्छ हामी राम्रो ठाउँमा आएका छौँ अनि हिँड्दैछौँ हामी चिया बगानभित्र झापा कमल गाउँपालिका हाम्रो पनि म त आज भर्खर आएको भनेपछि झन् एकदम तर पनि हामी कस्तो अकड छौँ क्या साथीहरू हेर्नु न यति राम्रो चिया बगानभित्र पस्न छोडेर हामी चाहिँ यहाँ भिडबाट लड्ने ठाउँमा उभिएर भ्लग बनाउँदैछौँ तर अब हामी जानेवाला छौँ हामी जाउँ चिया बगानहरू यो चाहिँ हाम्रो केसीकालाई नघचिकन तिनीहरू हिँड है हामी जाँदैछौँ ला मोबाइल केसीका र मेरो मोबाइल चाहिँ सेम टु सेम छ है साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ केसीका यहाँको छ बाटो एकदमै सुन्दर नजारा छ है हाम्रो चिया बगान मैले पनि यो चाहिँ देखेको थिइनँ आज चाहिँ म पहिलोपटक आउँदैछु यो चिया बगानमा अनि गलिएको छ कतिको गल्नुभयो छैन यहाँ आइपुगेपछि त गलेको पनि महसुसै छैन त्यही हामी प्रभुको कुरा गर्दै आएको है गलेको महसुस चाहिँ भएको तर केसीकालाई चाहिँ कस्तो भयो फिल एकदम दामी गलेको छैन गलेको छैन ल ठिक छ प्रभुलाई महिमा भएको होस् हामी यस ठाउँमा आएका छौँ हामी प्रार्थना पनि गर्नेछौँ अनि यसमा जाने बेलामा अनि जानेछौँ आधी घन्टा कति म त गल्दिनँ कि तर पनि मेरो दिदीहरू गल्नु होला भनेर कस्तो टेन्सन लागिरहेको छ क्या साथीहरू फाइनली हामीले चाहिँ बस्ने ठाउँ पनि भेटिसकेका छौँ है एकदमै घाम लागिरहेको छ अनि घाम लाग्दैछ हामी अब अनि यता दिदीहरू अझ फोटो खिच्दा पनि राम्रो देख्छ नि त त एकछिन बस्नु फोन पीडितहरू छौँ तर प्रभुलाई चाहिँ हाम्रो खाँचो
खाँचोगारहरू जान्नु हो भने चाहिँ प्रभुले जुटाउनुहुन्छ अवश्य पनि मोबाइल पनि। अनि हामी थकाइ मारिरहेका छौँ तर नि यसरी मात्रै राम्रो आउँछ कि एकछिन पछि क्यामेरा खिचिसकेर हेर्दाखेरि चाहिँ राम्रो राम्रो मधुरो खालको आएको हुन्छ। तर पनि राम्रो आएर मात्रै हुँदैन नि त, किन भन्दाखेरि मेरो मेमोरी चाहिँ फुल भएको भइ गर्छ। अनि अहिले भर्खरै क्यापकट डिलिट गरिवरी मात्रै मेमोरीलाई अलिक खाली बनाएको छु। क्यापकट अहिले भर्खर डिलिट गरेको छु साथीहरू, भरे फोटो एडिट गर्नु पर्दैन। तर यो अगाडि पनि मधुरो न मधुरो, पछाडि पनि झन् खिच्दै गएपछि झन् उस्तै हुँदो रहेछ। केही छैन, प्रभुले अवश्य पनि जुटाउनुहुन्छ। प्रभुलाई धन्यवाद भएको होस्। जसरी आजसम्म जति पनि प्रभुले इच्छाहरू पुरा गर्नुहुन्छ त्यसरी नै बाँकी इच्छाहरू पनि प्रभुले पुरा गर्नु नै हुनेछ। अब यस समय चाहिँ हामी फोटोसोटो खिच्नेछौँ अनि टिकटक बनाउनेछौँ। घाम जान आँटिसकेको छ, बरु हामी एकछिन सबै थोक गरिसकेर अनि त्यस पछाडि आएर बसेर हामी घरतर्फ जानेछौँ साथीहरू। अनि त्यसमा हाम्रो साथमा रहनु होला भिडियोको हाम्रो दिदीको आइडीलाई पनि तपाईँहरूले सब्सक्राइब गरिदिनु मैले भनिरहेको छु नि। हाम्रो छिटै नै हाम्रो केसिकाले नै ब्लगको आइडी खोल्नेवाला छौँ एकछिन। हामी 3टा बेस्टी चाहिँ ब्लगर है। अनि हामी छिटै बसन्तपुर जानेवाला छौँ, त्यहाँको ब्लग पनि हामी तपाईँहरूलाई देखाउनेछौँ। तब जब हामी बसन्तपुर जानेछ त्यतिखेर चाहिँ हामी 3जनाले ब्लग बनाएको हुनेछौँ। अहिले चाहिँ हामी 2जना मात्रै छौँ। अनि केसिकाले चाहिँ च्यानल खोलेको छैन, खोल्नेवाला छौँ। अनि अझ तपाईँहरूले माया साथ सपोर्ट गर्दै जानुभयो भने चाहिँ हामी इलामतिर पनि अनि यो देशको एकदमै सुन्दर सुन्दर ठाउँमा हामी जाने नै छौँ। अहिले चाहिँ हामी त्यसै मध्येको माया साथ सपोर्ट त्यसको निम्ति चाहिँ हामीलाई तपाईँहरूको माया साथ सपोर्टको आवश्यकता छ। मेरो चाहिँ एकदमै हात गरिसकेको छ। अनि यस समय चाहिँ हामी अहिले पनि राम्रै ठाउँमा आएका छौँ। तपाईँ अहिले चाहिँ केसिका अनि दिलासा चाहिँ टिकटक बनाउने कार्यक्रम चलिराखेको छ। अनि म चाहिँ यहाँ फोटो खिच्दैछु, हजुरहरूलाई देखाउँदैछु है। हेर्नुहोस् है, यस्तो राम्रो छ यो चिया बगान। हजुरहरू पनि आएर घुम्न सक्नुहुनेछ। हामी जस्तै हामी चाहिँ आधी घन्टाको बाटो हिँड्दै 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 आएर तर यहाँ आइपुगेपछि थकान पनि कता भागो भागो होइन। कस्तो आनन्द हेर्नुहोस्, कस्तो दामी छ क्या। अनि बिचमा बाटोहरू पनि रहेछ। 2जना चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ। यता चिया बगान हरियाली यस्तोमा बस्नु पाउँदा त होइन कति आनन्द। इलामको मान्छेहरू चिया बगानमा बस्दा कति आनन्द हुन्छ होला। वाउ, कति सुन्दर। नजिकै छ चिया बगान, तर पनि जान पाएको थिएन। तर आज यहाँ आइपुग्यो अनि यो ठाउँमा घुम्न पाइएको छ। साँच्चै नै एकदमै सुन्दर छ। हामी चाहिँ 3जना हिँड्दै 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 आएर घुम्दैछौँ। टिकटक बनाउने, फोटो खिच्ने कार्यक्रम चलिराखेको छ। सम्पूर्णलाई हेरेर साथ दिनु होला अन्तिमसम्म। मेरो भिडियोलाई मन पराइदिनु होला। देख्न सक्नुहुन्छ 2जना चाहिँ नाच्ने मजाले नाच्दैछिन्। केसिका चाहिँ, दिलासा चाहिँ भिडियो गर्दिनँ। एकदमै हामी चाहिँ 3जना फोटो खिच्न पाएको छैनौँ राम्ररी।
तर चियाको बोटमा राखेर मजाले खिचिन्छ। नानी चाहिँ ल्याइन किनभने टाढा रहेछ, हिँड्दै हिँड्दै आउनु परेको कारणले फेरि ढिलो हुन्छ अनि फेरि रुन्छ भनेर सानो नानीहरूसँग ऊ चाहिँ खेल्दै बसिराखेको छिन्। दुईजना चाहिँ एकदमै राम्रो डान्स गर्छिन्। हाम्रो केसिका चाहिँ यहाँनिर डान्स गर्ने। एकचोटि नाचेर देखाइदिनु नि, आफै गाएर। हे कान्छा भन्दै म गीत गाइदिन्छु ल। हे कान्छा गीत गर्ने मान्छे छिटो न। देखाउनु पर्यो नि त, अहिले मैले यहाँ डान्स गर्दै हुनुहुन्छ भने। गायिका चाहिँ अन्त यस्तो ठाउँमा चाहिँ यो गाउनु पर्ने नि। यसो माथि माथि धेरै म तल तल अझै तल घटनु। केसिका चाहिँ नाच्ने रे फेरि। कस्तो राम्रो घाम पनि लागिराखेको छ, खै त देखिँदैन त। कस्तो दामी आएको हो दिलासाकोमा त। म नै होइन जस्तो क्या, म हो कि होइन जस्तै लाग्यो। एकछिन म नि गर्छु ल, ब्लग मलाई मन छ। लु त उता बनाइदिने मान्छे साथीहरू कस्तो राम्रो क्या। यहाँ जति आफू नराम्रो भए पनि यो हेर्दै गर्दाखेरि आफैले आफूलाई राम्रो देखिएर छ क्या। यो हरियाली हेर्दा चिया टिपेर मुना कति राम्रो आएको। वाह कस्तो राम्रो देखियो साथीहरू। म चाहिँ फोटो खिच्न मानिरहेको छुइनँ किन भन्दाखेरि ब्याक क्यामेराबाट चाहिँ मेरो राम्रै आउँदैन। कस्तो राम्रो हेर्नु न, यहाँ हेर्दै सुतुङ सुतुङ लाग्ने खालको ठाउँ देखिरहेको छ हामीलाई चाहिँ। एकदमै राम्रो। हामीले चाहिँ फोटो खिच्ने सेसन गर्दैछौँ यस समय। मेरो डिम्पल पनि देखिएछ भन्नु अरे क्या। ए ल म केसिकालाई छोटो गाउँ धेरै अनि एकैचोटि गर्नु न। यसो भन्नु होइन, माथि माथि धेरै गर्नु सबै एकैचोटि गर्नु। माथि माथि धेरै माथि बढ्नु यसो म तल तल अझै तल घट्नु यस्तो घट्नु। हराउन यसो माथि माथि धेरै माथि बढ्नु म तल तल अझै तल घट्नु। यसो माथि माथि धेरै माथि बढ्नु म तल तल अझै तल घट्नु। पुरा गर्न यसो माथि यसोको निम्ति नगाएसम्म
मन यो मान्दैन दिल यो मान्दैन नाचेसम्म दिल यो मान्दैन ल दिल गर्नु सक्छ दिल यो मान्दैन यसको निम्ति नै छैन निराजै शान्ति नै छैन यसको निम्ति नगाएसम्म शान्ति। हामी चाहिँ यो समय सेतीमारी खोलाको पुलमा आएका छौँ है अनि हाम्रो अनुभव भनौँ। हेलो साथीहरू, हामी चाहिँ चिया बगानबाट फर्केर आइसकेका छौँ है। एकदमै डर लागिरहेको छ, हाम्रो चाहिँ कस्तो है मुटु डुकडुक गरिरहेको छ, तर पनि प्रभु हाम्रो साथमा हुनुहुन्छ। यस्तो के भयो भने हामी चिया बगानमा गएको थियौँ है घुम्नलाई। त्यहाँ एउटा हामी फोटो खिच्दै थियौँ, त्यहाँ एउटा केटा आयो, केटाको साथमा हतियारहरू थियो, मतलब के भन्छ त्यसलाई ठुलो थियो नि अनि उसको आँखाहरू पुरै रातो रातो थियो। अनि उसले त्यो केटाले हामीलाई तपाईँहरू यहाँबाट जानु अब यस्तै त भन्नु होला नि भनेको हाँसेको होइन, एकदम डर लागिरहेको थियो अहिले। ए कहिले अहिले पनि यताबाट आउँदैछ कि भन्ने साथीहरू हामीलाई चाहिँ हेर्दैछौँ, तर पनि हामीले प्रार्थना गरेका छौँ। हाम्रो दिदी भनिदिनु त के भयो? आज चाहिँ हामीले एकदम मजाले घुम्यौँ चिया बगान चाहिँ। सुरुदेखि हामीले देखायौँ, तर अन्तिममा गएर चाहिँ के भयो भने तपाईँहरूलाई देखाउन सकेन त्यो चाहिँ, किनभने त्यति बेला चाहिँ हामी अब कस्तो अवस्थामा थियौँ। मलाई चाहिँ डर चाहिँ थिएन, डर चाहिँ लागेन। बहिनीहरू चाहिँ डरले कता के गर्नु भनेर पुरै डराइराखेको थियौँ दुईजनै। अनि मलाई चाहिँ डर चाहिँ लागेन। अनि म चाहिँ त्यो मान्छे आएर चाहिँ तपाईँहरू यहाँबाट निस्किदिनु चिया बगानबाट, यहाँनिर हाम्रो झगडा हुन आँटेको छ भनेर भन्नु। अनि त्यसो भन्दाखेरि चाहिँ मैले चाहिँ किन भनेर होइन मैले नै सोधेँ। अनि पहिला पनि मैले सोध्थेँ भने अहिले पनि पहिला पनि क्या त्यस्तो झगडा हुँदा मैले नै झगडा अरे त्यो बौलाले भेट्दा क्या बौला भन्नु के भन्नु त्यस्तो। अनि म भन्छु ल मजाले अनि त्यसो भनेपछि चाहिँ अब हामी कताबाट जानु भनेर फर्केर त्यही बाटो आउन खोज्दा चाहिँ फेरि त्यो मान्छेले त्यताबाट नजानु यहाँनिर आउँदैछन् भन्छ, फेरि हामी जता जान्छौँ ऊ पनि त्यतै जान्छ। अनि यताबाट हो बाटो भनेर हामीलाई लान्छ पनि देखाएर, अनि हामी पनि जान्छौँ हेर्दै चिनाने सबै हेर्न खोज्छ। अनि त्यहाँदेखि उसले चाहिँ फेरि भन्छ कि केटाहरू आएर मलाई कुटे, अनि त्यसले मलाई यहाँ पनि घाउ बनाइदियो, यत्रो बनाइदियो, यता पनि टाउको पनि फुटाइदियो। म दमकबाट आउँदै थिएँ अनि मेरो ढाड पनि यस्तो भयो भनेर देखाउँछ। अनि हामी चाहिँ त्यसो भन्दा चाहिँ अलिकति कस्तो त्यसले त्यसो गर्दाखेरि अलिक डर जस्तो पनि लाग्यो त्यसरी देखाउँदा चाहिँ। अनि के थरी पनि भन्छ घर कहाँ भनेर हामी यहीँ हो भन्छु, के थरी भनेर सोध्छ। अनि तपाईँको लागि प्रार्थना गरिदिन्छौँ भनेपछि चाहिँ तपाईँको लागि बरु म प्रार्थना गरिदिन्छु। हामी म पो क्रिस्चियन हो, म चर्च पनि जान्छु, पास्टरहरू आउँछन् पनि भनेर भन्छ होइन। अनि ऊ चाहिँ अब त्यहाँको गाउँमा चाहिँ सोद्धाखेरि चाहिँ उसको चाहिँ मेन्टल समस्या रहेछ अलिकति त्यो दाइको चाहिँ। अनि हामीले तर मलाई चाहिँ डर चाहिँ त्यस्तो भएन, मलाई बहिनीहरूलाई चाहिँ अहिलेसम्म नै डर जो भन्ने कुराहरू कस्तो भित्रबाट भइराखेको छ अरे मुटु पनि, तर मलाई चाहिँ त्यस्तो केही भएन। किनकि यस्तो भयो कि मसँग चाहिँ हामीसँग चाहिँ प्रभु हुनुहुन्छ, यो चाहिँ केही पनि होइन, हाम्रो साथमा चाहिँ जीवित परमेश्वर हुनुहुन्छ, त्यही कुरा भयो है। मनै पनि प्रार्थना गरेँ। अनि प्रभुलाई धन्यवाद, त्यो मान्छे कता गएर बिलाएर गयो, आन्टीले चाहिँ हामीलाई बाटोहरू पनि देखाइदिनु भयो। अनि हामी चाहिँ फेरि त्यो बाटोबाट आयौँ। अनि यहाँ चाहिँ अहिले कोही पनि छैन। अनि हामी चाहिँ त्यो कुराबाट छुटकारा पाएर यहाँ आएर चाहिँ तपाईँहरूलाई सुनाउँदैछौँ है साथीहरू। अब के सिकाले केही भन्नुहुन्छ? हुन्छ सबैलाई चाहिँ म चाहिँ तपाईँहरूलाई अनि मैले दिदी आयो त्यति भन्छु ल, भरि मिलाउँदा हुन्छ नि त टक्क पोइन्टमा ल्याउँदा। हात काम हो खै यताबाट राम्रो आउँदैन होला हामी चाहिँ टक्क टिकटक बनाउनु के भनेको हामी चाहिँ फोटो खिच्ने भनेर हामी चिया बगानमा बसिरहेको थियौँ तिनजना। त्यहाँ एउटा केटा आयो, त्यो केटाले चाहिँ आफ्नो साथमा हतियार पनि ल्याएको थियो। अनि त्यो केटाले चाहिँ हामीलाई के भन्यो भने अझै पनि डर लागिरहेको छ।
आउँदैछ कि जस्तो लागिरहेछ र पढ्न आँटिसक्यो। त्यो केटाले चाहिँ हामीलाई के भन्यो भने तपाईँहरू यहाँबाट जानु होला, हाम्रो टिमहरू आउँदैछ, हामी यहाँ फाइट गर्ने ग्याङहरू भरे नराम्रो हुनसक्छ भन्यो। अनि भन्दै जाँदा हामी निक्लिँदै जाँदा यो बाटो जानु भनेर आफै देखायो। अनि ऊ पनि हामी सँगसँगै आधी बाटोसम्म पछि आयो। अनि उसले स्टेप पालो गरेर घर थर सोध्यो। अनि सोद्धाखेरि उसले अलिक जति ओह्रायो उसले आफूमा भएको घटनाहरू देखाउँदै थियो। आँखा यस्तो भयो भन्दै ऊ कहाँ बसेको थियो, के भयो भनेर उसले अलिअलि कहानी सुनायो। अनि सुनाउँदै गर्दा उसको ढाडमा चोट लागेको रहेछ। चोटहरू पनि लागेको छ भनेर उसले पुरै भेस्ट खोलेर देखायो, तर लागेको चाहिँ थिएन। अनि त्यसै कारणले गर्दा उसले फेरि के भन्यो भने भोलि न्युजमा आउँछ, तपाईँहरूले नि हेर्न सक्नुहुनेछ भन्दै नि थियो होइन। त्यसरी भन्दै थियो नि देख्नुहुन्छ भनेर। अनि म पनि भोलि न्युजमा आउँछ कि भोलि म सुसाइड गर्छु कि आज म त्यस्तै के भन्दै थियो। अनि अलिक कि त्यसलाई मार्छु कि म मर्छु, बिहानै सुसाइड गर्छु यस्तो अनुहार चाहिँ मदिना गर्लफ्रेन्डको निले त्यस्तो भएको साथी। अनि अलिक ओरा आयौँ। अनि एउटा घर रहेछ त्यहाँ बसीमै छिन्। अनि ऊ पनि निकै बेर केको न्युले होइन केटीको न्युले पनि भन्छ। ऊ पनि निकै बेर बसिरहेको। अनि हामी डरले त्यहीँ धेरै बेरसम्म बस्यौँ। अनि ऊ गयो। त्यहाँबाट हामीलाई त्यहाँ आन्टीलाई भन्यौँ के भयो को भनेर भन्दाखेरि उसको मेन्टलको समस्या रहेछ, त्यही कारणले उसले अमेरिकामा बसेको यस्तो त्यसो भने गफाउँदै रहेछ, तर होइन रहेछ। त्यस्तो समस्या हेर्दै चिनिहालिन्छ नि हो अमेरिकामा बस्ने मान्छे। हामी त्यहाँबाट पनि आन्टीलाई हामीले बाटो देखाउन लाएर हामी अर्कै बाटो गयौँ। हामी अर्कै बाटो आयौँ। एकछिन परमेश्वरलाई धन्यवाद भएको होस्, हामीले छुटकारा पाइसकेको छौँ। हामी त्यहाँबाट परमेश्वरले हामीलाई विजय दिइसक्नु भएको छ। अनि मलाई एकदम खुसी छु। पार्दै कति बसिरहेको थियो ऐना हजुरबा आउनुभएको थियो। उहाँ चाहिँ यहाँ झ्यासहरू डढाउँदै हुँदो रहेछ, आगो बालिरहेको छ नि त। अनि त्यतिखेर पनि हजुरबा पनि हतियारै लिएर आउनुहुन्छ। म चाहिँ फेरि हाँसेको गर्ने मान्छे, यहीँनिर आफ्नो साथी बियोज भए पनि म त हाँसिहाल्छु होला जस्तो खालको मेरो दिमागमा सोच आइरहेको छ कि कस्तो हाँसमा चाहिँ उठेको थियो गर्छ। अनि अहिले भर्खरै एउटा बाइकमा चाहिँ एउटा मान्छे जाँदै थियो, उसकै ग्याङ त्यो टाउकोमा फेटासेटा आउँदैछ ग्याङ आउँदैछ यो बाटो भनेर हामीले अर्को बाटो लग्यो। तर उसले चाहिँ आफ्नो ग्याङ आउँदैछ भन्दै थियो नि त। अनि भरे उसकै ग्याङ हो कि जस्तो पनि लागिरहेको थियो मान्छे चाहिँ। अनि तर पनि प्रभुलाई धन्यवाद, उहाँले चाहिँ हामीलाई बचाएर यहाँ सम्झाउनु भएको। अनि त्यो अवस्थामा मैले के सोच्दै चाहिँ स्कुटरमा उसले आएर सोध्न बित्तिकै चाहिँ मलाई एकदमै हाँसो थियो। मैले उसको अनुहार पनि हेरेको थिएँ, एकचोटि चाहिँ हाँसो। अनि साह्रो हाँसो कन्ट्रोल गर्नु सक्छ। हाँस चाहिँ उठेर मान्छेको अनुहार अमेरिका गएको अमेरिकाबाट आएकोहरू भन्दा चाहिँ हाम्रो यहाँ दिदी अगाडि नै बोल्ने बित्तिकै हाँस उठ्यो। हाम्रो दिदीले कस्तो मजाले सुसमाचार सुनाउँदै हुनुहुन्थ्यो। उसलाई त्यो बारेमा उसलाई केही पनि उसले वास्ता पनि गरेन, पुरै झर्किरहेको थियो। दिदीले चाहिँ म प्रार्थना गरिदिन्छु, यस्तो भनिदिन्छु भनेर भन्नुभएको थियो। अनि मेरो घरमा त्यस्तो पास्टर त कति आउँछन् यस्तो कुरामा तिमीहरूले परमेश्वरले केही गर्न सक्दैन। बरु बिरामी छ भने निको होला बिरामी छौ भने बरु म प्रार्थना गरिदिन्छु भन्दै पुरै उल्टो गफ हानिरहेको थियो। त्यसै कारणले गर्दा दिदीले सुसमाचार सुनाउनलाई एकदम गाह्रो हुँदै गर्दा पनि एकदम खुसी लाग्यो। दिदीले सुनाउनु भयो, दिदीलाई धन्यवाद, परमेश्वरलाई धन्यवाद। त्यति भए पनि भन्न पाइयो नि त प्रभुको विषयमा। अब हामी त गएको अब हामी एकदम छिटो कराउनु थाल्यो है भनेर होइ गर्दैछ गर्दैछ है। साथीहरू एकदमै डर लाग्यो। मलाई चाहिँ किन अझै बढी पनि डर लागेको भन्दाखेरि उसले जब त्यो हामी झगडा गर्नको लागि फाइटहरू आएको त्यो भन्दै थियो, त्यो गर्दाखेरि चाहिँ मेरो दिमाग झट्टै अहिले त फिल्म सुटिङ गर्ने ठाउँ कि क्या जस्तो पनि सोचिरहेको थिएँ। अनि फेरि अर्को कुरा चाहिँ के भन्दाखेरि डर लागेको मेन कुरा चाहिँ आजभन्दा 3-4 वर्ष अगाडि पनि यहाँ त्यस्तै घटना भएको थियो नि त। अनि यता सबैतिर वरिपरि खेदाइ बिग्रेको केटाहरूले चाहिँ एउटा दाजुलाई चाहिँ हौ त्यसरी नै हत्या गरेको कुराहरू पनि थियो। अनि त्यसै कारणले मलाई एकदमै डर लागेको है। अनि फेरि उसको त्यो कुब्जी देख्दै गर्दाखेरि चाहिँ उसले निकालेर हान्छ कि जस्तो पनि लागिरहेको। तर गाउँघर नजिक भएकोले गर्दाखेरि चाहिँ त्यति साह्रो आँट पनि आइरहेको थियो। तर पनि अनि एउटा कुरा मलाई के इन्ट्रेस्टिङ लागेको भने नि उसले के भने उसले हामीलाई अगाडिबाट विचार गरिरहेको जस्तै क्या है। अनि त्यो भन्यो त दानी कसँग छ त आगोभित्र हाल्दाखेरि पनि एकजना चाहिँ 3जना आगोमा हालेको तर 4जना
एकजना चाहिँ स्वर्ग रक्षा गर्ने त्यस्तै क्या दिदीहरूलाई केटी सम्झेको रहेछ मलाई चाहिँ केटा होइन भन्दै थियो नि त अनि त्यो भनेको चाहिँ त्यही भएर चाहिँ ऊ आएन छ नि त अगाडि नै देखिराखेको रहेछ नि त हामी त्यो केटा हो भनेर सम्झिरहेको केटी रहेछ भन्दै त्यो भनेको नि प्रब्लम सुरक्षाको निम्ति त्यस्तो गरिदिनु हो नि त होइन साँच्चै यो कुरा चाहिँ होइन फेरि अन्तिममा चाहिँ मैले भने नि उसलाई चाहिँ मैले केटा जस्तै उनीहरू दुईजना चाहिँ केटी रहेछन् अनि चाहिँ केटा रहेछ भनेर मैले त्यस्तो भन्दै गर्दाखेरि त्यही भएर अगाडि चाहिँ देखेको रहेछ उसले चाहिँ हामीलाई वाच गरिराखेको रहेछ नि हामी हिँड्दै थियौँ होइन सबै कुरा तर त्यो त्यतिन्जेल हामीलाई प्रभुले समय पनि दिनुभएको क्या त्यो मान्छे आएर भन्नु पनि ठिक छ नत्र हामी यतिन्जेल पनि त्यहाँ बस्न सक्थ्यौँ होला नि त तर जे भयो भनाइको लागि भयो क्या मलाई अनि त्यो एक प्रकारको आनन्द पनि कि प्रभु हामीसँग हुनुहुन्छ अनि यो कुरा त्यसले भन्दा त झन् हाँस उठेको म अमेरिका गएर आएको म त यस्तो यस्तो हुँदा झन् हाँस उठ्यो त्यसले केही गर्छ भन्ने पनि त छैन क्या त्यसले झन् उल्टे त्यो देखाउँदाखेरि चाहिँ के भएको होला त्यति बेला चाहिँ अलिकति कस्तो भयो क्या अनि त्यसले लुगा तर पनि सक्दैन थियो किनकि हामीसँग प्रभु हुनुहुन्थ्यो नि त त्यो केटाले के भन्नु भने फेरि अझ हामीलाई सतर्क बहिनी तिमीहरू यहाँबाट निकाल यहाँ नराम्रो हुनेवाला छ तपाईँहरूलाई अप्ठ्यारो हुन्छ होला फेरि त्यस्तो राम्रो पनि भन्छ पो त फेरि नि भन्छ साँच्ची हो कि क्या प्रभु चाहिँ हामी दाजु भनेर सम्बोधन गर्छौँ उहाँलाई चाहिँ मेन्टल प्रब्लम छ अरे तर पनि हामी प्रार्थना गर्छौँ अन्तिममा यसो नि भन्नु उस्तै केटाहरू भने त कति थोक नराम्रो नि हुनसक्छ तर मैले त त्यस्तो सोचेको छुइनँ अन्तिममा ठिक भन तर उसको व्यवहार चाहिँ त्यस्तो खालको देखिँदैन थिएन होइन बोले पनि नि ऊ हामीदेखि ऊ पर हिँडेको थियो होइन हामीलाई त्यस्तो दृष्टिले हेरेन तर उसको बोलीमा चाहिँ किनकि उसले अलिक अर्कै खालको बोल्दै थियो उसले तर उसको सोचाइबाट होइन रहेछ बोलेको तर यस्तो मलाई के लागिरहेको छ भने युट्युब ब्लग हेलो हाम्रो च्यानल सब्सक्राइब गरिदिनु ल चिया बगानमा घुम्न गएको एउटा दाइले हामीलाई त्यही घटना सुनाउँदै दाइले खै ज्ञान यहाँनिर आउने फाइट हुन आँटेको छ अरे आज भन्दै अनि हामीसँग खै को हजुर ए हाम्रो च्यानलको नाम उ त्यो आर्टफुल आइडिया छ लामो छ दिलासाला साइली ल उहाँ हाम्रो दाजुले चाहिँ हाम्रो च्यानल सब्सक्राइब गरिदिनुहुन्छ अनि उहाँको चाहिँ फुलमा स्पेस छ ल हाम्रो च्यानल सब्सक्राइब गरिदिनु ल हुन्छ हामी गयौँ धन्यवाद तपाईँलाई अनि के कुरा पनि लागेको भनेदेखि नि त्यो हामी भर्खरै फोटो खिच्नु लागेको थियौँ नि त अनि अझै फोटो खिच्नु लागेको थियौँ यो अहिलेसम्म पनि हामी त्यहीँनिर हुन्थ्यौँ मलाई सायद एकदमै साँझ परिसकेको छ तर प्रभुले चाहिँ हामीलाई अब बाद भरे त्यहाँ केही अरू थोकै घटना त्यो केटा फाइटै त मैले पनि अरू थोकै घटना पो हुन आँटेको थियो कि होइन अनि त्यसको निम्ति चाहिँ प्रभुले जोगाएर पठाउनु भएको जस्तो चाहिँ मेरो मनमा विचार आइरहेको छ अनि प्रभुले चाहिँ कोही न कोही पठाउनु भयो अब बिग्रेकै मान्छे भए तापनि हाम्रो निम्ति पठाउनु भयो नि त तिमीहरू जाऊ भनिकन सुरक्षाको निम्ति अनि नभए त हामी यतिखेरसम्म पनि त्यहीँनिर हुने थियौँ साथीहरू हामीलाई समयको वास्तै थिएन है ल अब चाहिँ हामी फाइनली गएर आउनु लागेको छ हामी यहाँ दोकानमा चटपटे खाएर घरतर्फ